अनि उहाँले चाहिँ यो पढ्न पनि चाहनुहुन्छ। Verse 3. कलसी 2 अध्यायको 3 पद। Now, I'm just going to throw this out. I want you to understand. जब म यो भन्छु त्यसपछि हामीले यो बुझ्नेछौँ यसरी। I find it interesting when I read the epistles. अनि यो प्रेरितले लेखेको पत्रहरू पढ्दाखेरि मलाई बडो चासो लाग्छ। That एक पटक जहिले जहिले तिमीहरूले राम्रो गरी राखेका छौ भन्ने कुरा मैले सुन्छु। I can't stop praying for you. म तिमीहरूको लागि प्रार्थना गर्न रोकिन्न। That's backwards from what we do. म तिम्रो लागि प्रार्थना गर्दछु कि कति राम्रो तिमीले गरी राखेका छौ। And even to come here today, अनि आज यहाँ आउनको लागि पनि I see the way you worship. अनि तपाईले आराधना गर्ने तरिका मैले हेरे। I see the way you love Jesus. अनि तपाईले येशूलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा हेरे। And I'm not here because I'm all smart. अनि म Okay, verse 3. कलसी 2 अध्यायको 3 पद। In whom are hidden all the treasures of wisdom and knowledge. उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। I'm going to remind you again that you don't lack anything. म तपाईलाई सम्झना दिलाउन चाहन्छु तपाईमा केही कुराको कमी छैन। आमेन। The problem that we have हाम्रो समस्या भनेको के हो भने is that sometimes we don't believe what God says. कहिलेकाहीँ परमेश्वरले भनेको कुरा हामीले विश्वास गर्दैनौँ। And because we don't believe it, जब हामीले विश्वास गर्दैनौँ we even don't believe it. अनि हामीले विश्वास गरेका छौँ जस्तो गरेर पनि गर्दैनौँ। Do you understand that a lot of times our prayers are complaint sessions to God? अनि Our prayers are complaint sessions. We're अनि तपाईलाई complaining. थाहा छ हाम्रो प्रार्थना चाहिँ खाली हाम्रो गुनासो मात्रै गर्ने कुरा हुन्छ। God, you know the trouble I'm going through. प्रभु तपाईलाई थाहा छ मैले कति दुःख पाछु। Nothing's working out. ओ प्रभु केही काम गरेको छैन। And God, please would you help? ओ प्रभु मलाई सहायता गरिदिनुहोस्। I think you will understand this. म विचार गर्छु तपाईले यो कुरा बुझ्नुहुन्छ। If I'm in a relationship with somebody, यदि मैले कसैसँग सम्बन्ध राखेँ भने see, if I'm in a relationship with my brother अनि उहाँले मसँग सम्बन्ध राख्नु भयो भने and I'm desperate अनि उहाँ एकदमै चाहिँ निराशित हुनुहुन्छ भने and I'm desperate अनि उहाँ चाहिँ निराशित हुनुहुन्छ and भने I'm begging, oh please, अनि उहाँले चाहिँ मसँग बिन्ती गर्नुहुन्छ it puts me in a different spot. अनि यसले चाहिँ उहाँलाई फरक ठाउँमा पुर्याउँछ। And oftentimes we come to God begging and pleading अनि धेरै पटक हामी परमेश्वरका यस्तै प्रकारले चाहिँ जान्छौँ when He never wanted that to happen. अनि यस्तो प्रकारले उहाँ कहाँ गएको कहिल्यै परमेश्वर चाहनुहुन्छ। He wanted to bring us into His relationship. अनि उहाँले हामीलाई उहाँको सम्बन्ध भित्र ल्याउन चाहनुहुन्छ। And we're not desperate for God. हामी परमेश्वरको लागि चाहिँ हामी बिचरा भएका छैनौँ। He's my best friend परमेश्वर मेरो असल मित्र हो। in a husband and wife relationship. अनि श्रीमान श्रीमतीको जस्तो सम्बन्धमा परमेश्वर मसँग हुनुहुन्छ। If you're desperate for each other, यदि तपाईँ एकअर्को प्रति एकदमै तृष्णा there's गर्नुहुन्छ something wrong with that. अनि त्यहाँ चाहिँ केही गल्ती हुन सक्छ। So God's bringing us into this covenant relationship, परमेश्वरले हामीलाई यो करारको सम्बन्धमा ल्याउनुहुन्छ। and in this covenant relationship, यो करारको सम्बन्धभित्र you know who you are तपाईलाई थाहा छ तपाईँ को हो भनेर because you know who He is अनि तपाईले उहाँ को हो भनेर पनि जान्नुहुन्छ and what He went to the cross so that you could get back. अनि उहाँ किन क्रुसमा जानुभयो भन्ने कुरा पनि तपाईले थाहा जान्नुहुन्छ। Verse 4, 4 पदमा यहाँ भनिएको छ and this I say lest any should beguile you with enticing words. म यो भन्दछु कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्। There are people त्यहाँ मानिसहरू छन् and there is a voice अनि त्यहाँ एउटा ठुलो आवाज छ that will tell you lies.